गर्नेले के गर्थ्यो भनेर मलाई अलिअलि जानकारी भएको म सर्टकटमा जस्तै नै अब धामीले भने जस्तो कि अघि हामीले अब दाकप्ची भनिन्छ होइन ऋषिया भन्ने चाहिँ चाम्लिङ भाषाबाट आउँछ अब ऋषिया होइन हाम्रो दाकप्ची नै डक्नु भनेको नि नाम लिनु नै भने होइन अब त्यो भन्छ र म ढोले हिँडेकोले गर्दाखेरि सबसे पहिला मानव जातिहरू पहिला बनिँदादेखि नै होइन अलिअलि म भन्छु तपाईँलाई अघि अब जब गर्भमा हामी बनिन्छौँ आमाको गर्भमा हामी बनिन्छौँ त्यति बेला यो सिंहबाईहरू होइन सिंहबाईहरूले होइन यो अब पानीबाट बगेर जानेहरू भिरबाट बगेर जाने जस्तो कि दुमीमा भन्छ होइन कङ्कुलम खोक्पु हाम धाम्रोलम खोक्पु हाम होइन रिगोलम खोक्पु हाम भनिन्छ नि हिँडेर मर्ने होइन यिनीहरूले दुःख नदेऊ हिँडी सियाले दुःख नदेऊ भनेर अगाडि गर्बेनी मानिसलाई आमालाई गर्बेनी आमालाई राखेर पछाडिबाट एउटा पोथीले होइन कुखुराको माउ पोथीले नङ्ग्राले ढाडमा कोर्नुपर्छ यसरी ताकि त्यसको बिमारहरू सबै झर होइन त्यस्तै नै सिंहबाईले दुःख नदे हाम्रो नानी बच्चा गर्भमा बच्चा सकल्ती हुनुपर्छ दग्ग नदे दक्ष भन्छ नि दुमीमा होइन दग्ग नदे दुःख नदे दक्ष मावि भन्दै होइन त्यसलाई कोर्नुपर्छ होइन सिकुप्ला माकुप्लाहरूले पनि होइन सिकुप्ला माकुप्ला भनेको तपाईँको जब दुधै नखाइ मऱ्यो नि त्यसलाई गाड्नु लाँदा पनि झ्याम्पा कापीभित्र हाल्नुपर्छ गर्भबाट निकालेको बच्चा मऱ्यो भने कापीमा हालेर लानुपर्छ किन त्यो गर्भै बनाएको त्यसलाई होइन गाड्नु लाँदा होइन बुचुल्लु होइन त्यसमा हालेर लानुपर्छ होइन हो त्यस्तो हाम्रो यसको मतलब चाहिँ त्यति जस्तै कापीमा राख्नु त्यो चाहिँ घेम्पामा राख्नु भनेको चाहिँ त्यो एउटा गर्भैमा बसेको हुनाले त्यसरी गाड्नु लानुपर्छ होइन अनि कुरो अलिक वरपर होइन तरङ्ग बत्ती भयो अनि त्यसरी चाहिँ त्यो कुखुराले 3 फेरसम्म त्यसो गरिसकेपछि त्यो कुखुरालाई दाबीले कुटेर मार्नुपर्छ काट्नु भएन किन गर्भमा बच्चा छ नि त्यसरी काट्यो भने त्यो गर्भको नानीलाई चोट लाग्छ होइन भनेर त्यसलाई चाहिँ दाबीले गएर मारेर अब त्यहाँ बस्नेले सबैले खानु भयो त्यो तरकारी होइन अब त्यति भइसकेपछि नानी जन्म्यो कि पैदा भयो बच्चा पैदा भएपछि हो क्रममा खुक्रममा नभनेकोले तर हुक्रममा भनेर भनेको छ होइन त्यो गर्नुपर्छ त्यो पनि त्यही हो सुक्केरीको ढाडमा सुक्केरीलाई बसाएर ढाडबाट कोरेर होइन यो हाम्रो नानी बच्चालाई होइन दुःख नदे त्यही हो भनाइ चाहिँ होइन दुःख नदे खास गरी सिकुप्ला माकुप्लाहरूले दुःख नदे भन्नुपर्छ होइन सिकुप्ला माकुप्ला भने त्यही त्यो सानो नानीहरू दुधै नखाइ मऱ्यो हो कि त्यस्तोहरूले दुःख दिन्छ भर्खर जन्मेको नानीलाई भनेर त्यो एकै खाले भयो नि त शिशुहरूलाई होइन दुःख नदे भनेर त्यसलाई पनि त्यो 3 फेरसम्म त्यही गरे आमाको ढाडमा त्यो नानीलाई पनि त्यसो गरे त्यसको बादमा त्यसलाई चाहिँ फेरि खुकुरीले काट्नुपर्छ त्यो नानी जन्मिएपछि होइन त्यहाँदेखि अब आफ्नो ठाउँ रीतिअनुसार छोरा भए 5 दिन 3 दिन छोरी भए भन्ने भनाइ पनि छ फेरि न्वारान गर्नुपर्छ होइन न्वारान गर्दाखेरि तपाईँको नामाकरण गर्नै हो न्वारान भनेको नाम लाउनु नै हो कि त्यो गर्नुपर्छ अनि तपाईँको कोक्रो बनाउनु पर्छ होइन कोक्रो त्यही दिन बाँस काटेर त्यही दिन बुनिसकेको हुनुपर्छ होइन जुन दिन बाँस काटे त्यही दिन बुनिसकेको हुनुपर्छ त्यो 2-4 दिन होइन अहिले चाहिँ 3 महिना 1 वर्ष पहिले बुनेको किन्छौँ बजारमा तर हाम्रो नियम चाहिँ त्यही दिन बाँस काटेर त्यही दिन बुन्नुपर्छ अनि त्यो बाँसको तपाईँको 2 दिन लागेछ भने चाहिँ त्यो फेसा लाउन चाहिँ राख्नुपर्छ त्यो फेसा राख्नु चाहिँ बाँकी राख्नुपर्छ 2 दिन लाग्यो भने चाहिँ त्यो 4पट्टि लाउँछ नि यत्रो बाँसको त्यो चाहिँ बाँकी राख्नुपर्छ अनि त्यो कोक्रो लिएर तपाईँको त्यो कोक्रोलाई पनि कुखुरा काटेर भोक लाउनु पर्छ त्यो भोक लगाएको कारण अब यो शङ्खैले गरेर होला हाम्रो पुर्खाहरूले जस्तो मलाई लाग्छ अब नानी सुतायो भोलि मऱ्यो कि भरे मऱ्यो है त केले खायो त हाम्रो नानीलाई कोक्रोले पो भोक खायो होला भनेर नानीको भोक मान्छेको नखर्च भनेर पहिले भोक दिइहाल्नु पर्छ होइन त्यहाँदेखि त्यसलाई तपाईँको छोरा भए एउटा कर्द सिरानीपट्टि छोरी भयो एउटा खुरुमी सिउरिनु पर्छ उसको हतियार लगाइदिनु पर्छ
होइन त्यसो गर्नुपर्छ। त्यहाँदेखि तपाईँको त्यहाँनिर के जति गरे काउलोहरू पोलेर थाङ्ना अगुल्ठोले होइन सुकुसु साइसम हिल्लीसी मोमसी खुचो खुचो हाम्रो खिका त आजदेखि नानी या होइन इमसितमै सुत्छ है मान्छे सुत्छ है आजदेखि तिमीहरू भागेर जाऊ भने अगुल्ठोले यसो हल्लाएर फेरि पुरानो थाङ्ना अछ्याउने आमाकै त्यो लुङ्गी सुङ्गी पहिला त गुन्यु भन्थ्यो त्यो च्याटे गरेर अछ्याउने अनि त्यहाँनिर के त्यही थाङ्ना उडाउने होइन अन्त त्यही नानीको त्यो एउटा भोटो भन्थ्यो के जति भन्छ अहिले त नयाँ नयाँ किन्छ हौ त्यो किनेर अहिले त पहिल्यै तयार गर्छन् अन्त पुरानो थाङ्नामा चाहिँ लाउनु पर्छ नानीहरूलाई भन्ने कुरा आमाको होइन किनभने त्यो नजर नलागोस् भनेर त्यो थाङ्ना त्यो गुन्यु ठाउँनाहरूले ओढाएको नजर नलागोस् भनेर होइन यो हाम्रो पुर्खा बुढाहरूको एउटा काल्पनिक हो नि होइन राम्रो राम्रो लाग्यो भने आँखी डाइ पनि लाग्छ भनेर हौ त्यस्तो त्यस्तो तपाईँको त्यो चाहिँ अब त्यहाँ कि उसको नाम बाजे बजू छ भने बाजे बजूले राख्नुपर्छ के राख्नुपर्छ उनीहरूले कथेर राख्छन् है नभए बाबाजी नभए आमा बाउले नाम राख्नुपर्छ नामकरण गर्नुलाई नाउरान भन्छ हो कि अब त्यति गरिसकेपछि तपाईँको